आजको भिडियो चाहिँ नेपालमा बस्ने बुवा आमाहरूको लागि विशेष गरिकन हजुरहरूले चाहिँ पूजाआजामा चढाउनुहुन्छ नि नरिवल छोडा विभिन्न प्रकारका यिनीहरू फलहरू हो। त्यसमध्येमाको छोडा अब अहिले खजुर भन्छन्, डेट्स भन्छन्, अब जे भने पनि त्यो छोडा छ नि, छोडा फल्ने रुख यही हो हजुर। हेर्नु त नेपालमा कति महँगो छ, त्यस्तो दह्रो पाइन्छ नि, त्यो सारो न सारो पाइन्छ हो, त्यो चाहिँ यही हो। यहाँ हेर्दा अहिले चाहिँ यो फुल फुलेको छ है, ल हेर्नुहोस् है, यो चाहिँ फुल फुलेको छ, यसरी बाँधेर राखेको छ, नत्र भने चाहिँ यो झरेर जान्छ। अनि पछि चाहिँ नि तपाईँको यो सबै मध्येमा नि जब फल लाग्न सुरु गर्छ, यो लगभग यहाँ 10-15वटा चाहिँ हाँगामा छ होइन। यो प्रत्येक हाँगा छ नि यस्तो छ, अझै निस्किँदै पनि छ, यताबाट हेर्नुहोस् है, हो यो निस्किँदै पनि छ नि। यो सबै तपाईँको काटेर फाल्नुपर्छ क्या धेरै जस्तो। यसमा बढीमा बढी 4वटा हाँगा चाहिँ राख्छन् है, यो चारवटा झोप्पा छ नि, हो यो 4वटा झोप्पा चाहिँ राख्छन्। रुख चाहिँ यो सानो सानो छ, भुइँबाट पनि टिप्न मिल्छ। म यसको खासै विज्ञ चाहिँ होइन जान्ने, तर पनि मैले देखेको कुरा यहाँ हो। यो चाहिँ हाँगा फालिसकेपछि 4वटा मात्र हुन्छ, अनि त्यो 4वटामा पनि यति धेरै फल्छ, यो यति धेरै फल्छ होइन। यहाँ पनि छ, अर्को रुख पनि छ है, यस्तो छ। अलि यहाँ नजिक भएर नजिकै बताइदिउँ, यो यस्तो छ होइन, यो तारिक हो, अनि के रुख हुन्छ नि, हो त्यस्तै टाइपको हुन्छ कि, फेदमा यस्तो हुन्छ, माथि झ्याम्म। अनि भन्दै थिएँ त्यो 4वटा मात्रै हाँगा राख्दाखेरि पनि, 4वटा मात्रै झोप्पा राख्दा पनि यति धेरै फल्छ नि, सम्हालि नसक्नु कि। एउटा झोप्पामा केही नभएको नि 15-20 किलो फल्छ यो चाहिँ है। अन्त रुख हेरेर सबै कुरा हेरिकन नि हुन्छ, त्यति धेरै फल्छ। अनि जति धेरै घाम चर्क्यो नि त्यति पाक्छ। यहाँ हामी यहाँ पार्कमा आउँदाखेरि नजिकै छ, टिप्दै खाँदै गर्न मिल्छ क्या यहाँ। अनि यहाँको सरकारले नै यहाँ भुइँमा झर्छ, फोहोर हुन्छ भनेर, यो सार्वजनिक ठाउँ हो, त्यहाँ चाहिँ जालीले बाँधेर राख्छ। कुरो बुझ्नुभयो त, जालीले टक्क घेरेर बाँधेर भुइँमा नझरोस् भनेर राख्छ। अनि हामीले जाली निकालेर जति मन लाग्छ 2-4 निकाल्यो, खायो, घर लगेर सुकाएर राख्न पनि पाइयो, सबै पाइयो होइन। त्यसरी खाने चलन छ। त्यही भएर यो भिडियो जानेको लागि होइन है, नजान्ने मान्छेहरूको लागि। अनि गएर जो बुवा आमाहरू हुनुहुन्छ, अरूलाई किन भन्नु, अरूलाई मन नपर्ला, अरू पनि छन् नि त मेरा बुवा आमाहरू चाहिँ टन्नै हुनुहुन्छ नि त गाउँघरमा, सबैजना अलतिर पल्तिर तलतिर माथितिर। ल हेर्नु त कति धेरै छ यो फुलहरू, सबै पछि चाहिँ फाल्नुपर्छ। अनि चाहिँ 2-4वटा मात्र राखेर टक्क टिप्ने खाने गर्नुपर्छ। कुरो बुझ्नुभयो त।